reframe your moment. वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा।
झिलमिली घर पहेँलो हरियो लुगाले सिंगार हर्ष र खुसीले मनभरि छायो मन त्यसै रमायो हल्दीको दिन आयो हल्दीको दिन आयो मेहन्दीको दिन आयो मेहन्दीको दिन आयो मिष्टान्न खाँदै नाचौँ हर्षले रमाइलो बनाऊ हल्दीको रसले सबैले नाची गरौ रमाइलो हातमा मेहन्दी मनमा उज्यालो सँगी साथी परिवार साथमा यो बाँकी जीवन ईश्वरकै हातमा सँगी साथी परिवार साथमा यो बाँकी जीवन ईश्वरकै हातमा हर्ष र खुसीले मनभरि छायो मन त्यसै रमायो मेहन्दीको दिन आयो मेहन्दीको दिन आयो हल्दीको दिन आयो हल्दीको दिन आयो बाआमा भाइ दिदी र बहिनी खुसी बोकी आयो हल्दी मेहन्दी आशीर्वाद मागी मान्य जनाको मुटुमा माया साँचेर सबैको गीतको लयमा हाँसोको बहार सजाऊ यो दिन बनाऊ यादगार गीतको लयमा हाँसोको बहार सजाऊ यो दिन बनाऊ यादगार हर्ष र खुसीले मनभरि छायो मन त्यसै रमायो हल्दीको दिन आयो हल्दीको दिन आयो मेहन्दीको दिन आयो मेहन्दीको दिन आयो हल्दीको दिन आयो हल्दीको दिन आयो मेहन्दीको दिन आयो मेहन्दीको दिन आयो पीत रंग हल्दी प्रेम से लगाओ शगुन शुभ मंगल ब्याह गीत गाओ पीत रंग हल्दी प्रेम से लगाओ शगुन शुभ मंगल ब्याह गीत गाओ कोमल अंग निखारे हल्दी तन श्रृंगार सवारे हल्दी कमल तन कोमल कनक बना
पर सकल देविया नारी रूप धर हल्दी लगाती सिय के तन पर सिय की शोभा निरख निरख कर धरती हर्षित चरण चूम कर सुखद क्षण आए मंगल मनाओ सुखद क्षण आए मंगल मनाओ पीत रंग हल्दी प्रेम से लगाओ शगुन शुभ मंगल ब्याह गीत गाओ कमल तन कोमल कनक बनाओ पीत रंग हल्दी प्रेम से लगाओ शगुन शुभ मंगल ब्याह गीत Lo, ke katam dawa?
कुर्सी हो क्या के कार्य हो एउटा गुरु हुनु न बाबा छोड्नु अगाडि एउटा कर्म काण्ड जुन हाम्रो वक्रतुण्ड महाकाय सूर्य सरस्वती को ब्रह्मा विष्णु महेश्वर भगवान को 33 कोटि देवी देवता को स्थानवासी देवता को रामवासी देवता को ब्रह्मांडवासी देवता को नाग
देवताको सनातन धर्मको नेपाल आमाको समस्त भक्तजनहरूको आजको आनन्दको नारायण हे राम राम हेर हे विघ्नहर्ता गणेशहरूलाई आफ्ना छर छिमेक नातागोता इष्ट मित्र बन्धु बान्धव कुल कुटुम्ब सबै भजन टोलीहरू आमा समूहहरू सबैलाई निमन्त्रणा गर्नुभएको छ। यो कार्य पूर्ण गरिदेऊ हे विघ्नहर्ता गणेश। यो कार्यमा कुनै विघ्न नपरोस्। नारायण राम 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 दोस्रो आरती नारायण राम 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 तेस्रो आरती हामीले जानेका नजानेका सम्पूर्ण 33 कोटी देवताहरूलाई हामीले स्मरण गरे। पाँच भाइ पाँच पाण्डवहरू भीमसेन साइना अर्जुन नकुल सहदेव द्रौपदी सय पाँचै भाइ जो सत्यवादी थिए सत्य रहनेवाला आरतीबाट सम्बोधन गर्यौं हे भगवान नारायण राम 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 छैटौं आरती आरतीले यस्तै प्रकाशसँग हे भगवान नारायण राम 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 सातौं आरती उनीका गोत्र भएर रहेका छौँ सप्त ऋषेश्वरहरू स्मरण गर्यौं आरती गर्यौं भजन गर्यौं हे भगवान नारायण राम 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 आठौं आरती
पार्वतीले नाग देवताहरू यो ब्रह्माण्डमा रहेका सारा विषलाई पान गरेर मनुष्यहरूलाई पार्वतीले सम्बोधन गरे नारायण राम 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 नमो आरती हे नवदुर्गा भवानी माता यी देवी कस्ती पनि ब्रह्मा विष्णु महेश्वरको शक्तिबाट निस्केकी त्रिशक्तिबाट उत्पत्ति भएकी पापी महिषासुरको वध गर्नका लागि जन्मेकी यति जग्गाका 9वटा स्वरूपहरू छन् प्रथमम शैलपुत्री द्वितीयम ब्रह्मचारिणी तृतीयम चन्द्रघण्टा चतुर्थम धर्मस्य ग्लानिर्भवति भारत अभ्युत्थानं धर्मस्य तदात्मानं श्रीरण्यहं परित्राणाय साधूनां विनाशाय च दुष्कृतां धर्म संस्थापनार्थाय अन्याय बढ्दै जान्छ रामस्य कृष्ण बुद्ध कल्की तथैव च नारायण राम 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 सबलाई नमस्कार यस्ता प्रकारसँग हामीले सम्बोधन गर्न हामीले सबैको कल्याण गरौँ सबैको मनोकामना पुरा गर्ने भएकी माई मनोकामना हे दक्षिण दिशाकी कालीका कार्य गर्नुभएको छ त्यो सिद्ध गरिदेऊ हे सिद्ध काली माता पूर्ति चक्रासी मैले सबैको रक्षा गरिदेऊ नारायण राम राम सामान्य कार्यक्रमहरू हामी भजन त्यतिकै यहाँ स्थगित गरेर फेरि पनि हामी जोडिनेछौँ हस् यहाँहरू अहिले अब फेरि अरू कार्यक्रमको अर्को चरणमा लैजानु भएको छ यतिको लागि हामी एकैछिन दाजुभाइ दिदीबहिनीहरू आज मेरो छोरा बाबु आर्जिल केसी अन्तर्गत आज पूजापाठ विभिन्न गरी अहिले भजन कीर्तनको साथमा हाम्रो 5वटा आमा समूह उपस्थित भई र सम्पूर्ण घर गाउँले मेरो टोलवासी सम्पूर्ण आदरणीय मैले मान्ने पर्ने मान्यवरहरू र मेरो टाढाबाट विभिन्न जिल्लाबाट पाल्नुभएका मेरा दिदीभाइ हस् धन्यवाद सर। अब मैले ढिलो नगरिकन कार्यक्रमलाई अगाडि बढाउँछु। आज एउटा कर्म गर्ने सिलसिलामा भएर भन्दा पनि मन ठुलो भएर
मेरा कोडामा अवस्थित हुनुभएका सबै पाँचै आमा समूहलाई मैले केही थोरै मैले सकेको मेरो मनले खोजेको मैले सकेको एउटा सहयोग आमा समूहलाई गर्न गइरहेको छु र यो समूहलाई सहयोगपछि भजन समूह पनि आदरणीय दाईहरू हुनुहुन्छ सरस्वती भजन समूह सबै दाईहरू एकचोटि उठिदिनको लागि हार्दिक अनुरोध गर्दछु निवासी दाईहरू पनि हुनुहुन्छ मेरा अग्रज मेरै भुटु सैनिक साथीहरू आबद्ध भएको यो एउटा भजन समूह साथ सपोर्ट गर्नुहुने अग्रज अभिभावकलाई एकचोटि जोरदार तालीले सम्मान गर्दछु हस् धन्यवाद बसिदिन का अध्यक्ष सक्षम आमा समूहका अध्यक्ष पार्वती बस्नेतज्यू लगायत सम्पूर्ण आमा समूहज्यूहरू अब यहाँ आउन अप्ठ्यारो भए तापनि अध्यक्षज्यूलाई अगाडि ल्याएर सबैलाई सम्मानको लागि जोरदार ताली बजाइदिन हार्दिक अनुरोध गर्दछु सक्षम आमा समूहका अध्यक्ष पार्वती बस्नेतज्यूलाई बाबु आरजिल केसीलाई यो रकम धन्यवाद र हरेक मर्दा पर्दादेखि दुःख पीडामा साथ सपोर्ट गरिरहेको विशेष आमा समाजका अध्यक्ष शारदा खड्का म्याडमलाई पनि अगाडि आइदिनको लागि हार्दिक अनुरोध गर्दछु सबैले जोरदार तालिका साथ सम्मान गर्नको लागि पनि अनुरोध गरे अध्यक्ष शारदा म्याडमलाई हार्दिक अनुरोध गर्दछु धन्यवाद म्याडम अब मेरै टोल निवासी सधैँ सबैजनाले माया गर्नुभएको यस टोलमै भिजेको यस टोलमै लडीबुडी गरेको र आज यही ठाउँसम्म पुर्याउन सफल हुनेभएका मेरो आदरणीय छर छिमेकी दाजु भाउजू दिदीबहिनीहरू पनि र मेरो आफन्तजन टाढा भए पनि सधैँ आफन्तको जो रूपमा माया गरिरहनु भएको जनचेतना टोल निवासी सम्पूर्ण दिदीबहिनी लगायत मेरो टोलको आमा समूह अध्यक्ष सरस्वती भट्टज्यूलाई अगाडि आइदिनको लागि हार्दिक अनुरोध गर्दछु सरस्वती भट्ट अगाडि आएर हार्दिक अनुरोध गर्दछु सबैले जोरदार तालीसँग हस्तान्तरण गर्नको लागि अनुरोध गरे उता समयतिर हस् धन्यवाद नवप्रदवाद टोलका अध्यक्ष सधैँभरि जोसिलो फुर्तिलो सधैँ देउसी भैलो खेल्दादेखि हरेक कुरा समूह विभिन्न बाल बालिकालाई पृष्ठपोषण गर्नदेखि विभिन्न ठाउँमा पुगेर एकदम सहयोग बुढामाया गुरुङ दिदीलाई अगाडि आइदिनको लागि हार्दिक अनुरोध गर्दछु गुरुमाया दिदी अगाडि आइदिन्छु दाई सधैँ दिनुहुन्छ कहिले अपाङ्ग अनाथलाई छोड्न पुग्नुहुन्छ दयाका ठानी एकदम उमेरले पक्को यहाँ लिइदिनको लागि हार्दिक अनुरोध गर्दछु सबैले जोरदार तालीले सम्मान गर्नको लागि अनुरोध गरे त्यस्तै देवकी दाल दिदीलाई पनि अगाडि आइदिनको लागि हार्दिक अनुरोध गर्दछु बाबुबाट हस्तान्तरण गर्न जोरदार तालीले सम्मान गर्नको लागि दिदी यहीँ बस्नको लागि पनि अनुरोध गर्दछु त्यस्तै गरी अब सरस्वती भजन समूह जयती आमा समूहका सरस्वती भजन समूहका सबै दाजुभाइ दिदीबहिनी बुवा आमालाई सम्मान गर्दै एकचोटि जोरदार तालीले सम्मान गर्दै अध्यक्षज्यूलाई अगाडि आइदिएर हाम्रो पूर्व माननीय हैढकालज्यूलाई यो रकम हस्तान्तरण गर्नको लागि ल बाबुबाटै भन्नुभयो बाबुबाटै हस्तान्तरण गर्नको लागि हार्दिक अनुरोध गर्दछु हाम्रो भजन समूहका अध्यक्ष दाई लगायत सम्पूर्ण भजन टोलीलाई यो रकम हस्तान्तरण गरेको छु ल सबैलाई एकपल्ट पुनः जोरदार तालीले सम्मान गर्नको लागि अनुरोध गर्दछु ल सबैजना उपस्थित भएकोमा सबैलाई धन्यवाद हाम्रो पर्यटन आमा समूहले भाइले यो कार्यक्रममा बोलाउनु भयो हामीलाई यत्रो कार्यक्रम देखाउनु भयो भाइलाई पनि अलिकति आउँदै साथी यो गुच्छा दिएर स्वागत गर्दै म बिदा हुन्छु सबैजनाले यहाँ रमाइलो गर्नुपर्छ भाषा पनि धन्यवाद आदरणीय दिदीहरू सधैँभरि यस्तै माया पाइराख्नु हजुरहरूको आशीर्वाद लागिराख्नुहोस् होइन
अनि सम्पूर्ण 5वटा आमासँग सम्पूर्णलाई नमस्कार मेरो। अन्य सबै दाजुभाइ दिदीबहिनीहरू सबैलाई नमस्कार। हामीलाई आज सन्तोष बाबुले बोलाउनु भयो, उहाँलाई धेरै धेरै धन्यवाद। हामीलाई यत्रो अवसर दिनुभयो यो समाजमा आएर बोल्नको लागि अनि बाबुको भोलि वर्तमानको लागि बोलाउनु भएको छ। धेरै धेरै धन्यवाद छ बाबुलाई। म खाता उडाएर स्वागत गर्छु। धन्यवाद टक्राउन चाहन्छु पुनः एकपल्ट। किन होइन मैले चिनिसकेको भन्नु आमा समूहका अध्यक्ष पार्वती बस्नेत दिदीलाई अगाडि आइदिनको लागि अनुरोध गरेँ। अब पालो पार्वती बस्नेत दिदीको कहाँ उठाउँछु छ भने अगाडि आइदिनु होला। सम्पूर्ण आमा समूहहरू सक्षम आमा समूहमा नमस्कार। अब भाइले धेरै धेरै हाम्रा गाउँदैदेखि सहयोग गर्नुभएको, धनले मात्र होइन मलले पनि एकदमै सहयोग गर्नुभएको। उहाँलाई चाहिँ धेरै धेरै उहाँको परिवारलाई धेरै धेरै धन्यवाद भन्दै म एकदम धन्यवाद। शारदा म्याडमलाई 2 शब्द राख्नको लागि अनुरोध गर्दछु। धन्यवाद सन्तोष सर। सर्वप्रथम त स्वागत छ हाम्रो यस कार्यक्रममा उपस्थित हुनुहुने माननीय हरि ढकालज्यू, भजन टोली लगायत मेरा सहकर्मी 5वटै आमा समूहको दिदीबहिनीहरू लगायत उपस्थित सम्पूर्ण आमा बुबा दाजुभाइ दिदीबहिनीहरूमा हम्सेश्वर आमा समूहको अध्यक्ष म शारदा खड्काको हार्दिक नमन गर्न चाहन्छु। आज हामी धेरै खुसी छौँ। हाम्रो सन्तोष सरको घरमा यति रमाइलोसँग जमघट सायद हाम्रो लदरीमा पहिलो पटक हो। त्यसैले सन्तोष सरको परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र बाबुको भोलि चाहिँ एउटा कर्म भनिन्छ हाम्रो हिन्दू धर्म अनुसार हाम्रो वर्तमान गर्ने कर्म छ। बाबु हजुरलाई शुभकामना छ, सुस्वास्थ्य एकदम दीर्घायुको कामना छ। बाबुलाई सरस्वतीले पाठ गरौँ भन्दै हामी हम्सेश्वर आमा समूहको तर्फबाट सानो हामीले सम्मान गर्न गइरहेका छौँ। सन्तोष सर हजुरलाई सधैँभरि यसरी नै देख्न पाइयोस्। हाम्रो समाजमा हजुरले धेरै राम्रो राम्रो काम गर्नुभएको छ र हामीलाई धेरै नै समाजलाई दिइरहनु भएको छ। यस्तै दिएको देख्न पाइयोस् र बाबुलाई सरस्वतीले पाठ गरौँ सानो एउटा गिफ्टको लिदिनु हार्दिक अनुरोध गर्दछु। धन्यवाद। सर्वप्रथम त यहाँ उपस्थित सम्पूर्णलाई हाम्रै टोल निवासी भन्नुभयो, साथै हाम्रै जनचेतना आमा समूहकी सदस्य गरिमा केसीको आफ्नो छोरोको शुभ कार्यमा उहाँले निमन्त्रणा गर्नु भएकोलाई स्वीकार यहाँ उपस्थित हुनुभएको सम्पूर्णमा टोल निवासी सम्पूर्णको तर्फबाट स्वीकार्नुहोस्। सन्ध्याकालीन नमस्कार। आज हामी एकदम खुसीको क्षणमा यहाँ उपस्थित भएका छौँ। उक्त बाबुलाई आफ्नो आमा बुवाले गर्नुपर्ने एउटा कर्तव्य आफ्नो आमा बाबुले निभाउँदै हुनुहुन्छ। उक्त कार्यमा हामीलाई पनि सहभागी गराई यत्रो मासमा उहाँले बाबुलाई एउटा शुभकामना लिने इच्छा गर्नुभयो। यसमा पनि म पुनः उहाँलाई धन्यवाद टक्राउँदै बाबुको आगामी दिनहरू सोचेको आँटेको जस्तो बन्दै जाओस् र बाबुलाई चाहिँ सरस्वतीले बास गरून् भन्ने म लगायत सम्पूर्ण आमा समूहको तर्फबाट पुनः बाबुलाई धन्यवाद टक्राउँदै हामीलाई जसरी हाम्रो एउटा समूहको नियम थियो उक्त नियमलाई पालना गर्दै हामीले यसरी एउटा सानो अक्षय कोष
जाउ गरेर त्यसको बालबालिका तथा टक्राउँदै हाम्रो आमा समूहको 70 200 को माथि अनि अब हामी यो शुभ कार्यमा शुभ काममा ढिला नगरी आफ्नो नृत्य साथै भजनलाई अघि बढाउन सम्पूर्णमा अनुमति चाहँदै सम्पूर्णलाई धन्यवाद टक्राउँदै म यहाँबाट बिदा हुन्छु। हस्त पुनः सम्पूर्णलाई नमस्कार। सरस्वती भजन समूहका सबैलाई भन्न चाहे राधे राधे राधे। सर्वप्रथम त हाम्रो माननीय हरि ढकालज्यूलाई साथै हाम्रो सन्तोष केसीज्यूलाई मुरी धन्यवाद दिन चाहे। हाम्रो पल्टनीय साथी सँगै बस्यो क्या, हामी त भाषण गर्न त के आउँछ र है। जस्तोमा दिदीबहिनीहरू सबैजना नाच्दै रमाइलो गर्दै गर्ने छँदैछ। हाम्रो पूर्व माननीय ज्यू उपस्थित हुनु भइसकेको छ। सोही अवसरमा बाबुलाई केही शुभकामना दिन्छु। खान पुगोस् दिन पुगोस् यति भने यो शुभ कार्यका लागि तपाईँहरू सबैलाई तपाईँको परिवारलाई शुभकामना छ। भजनमा रम्न मन छ, भाषण त सुनिराखेकै हुनुहुन्छ क्यारे। भजनमा नाच्ने हो, अब त सबैलाई पट्याएर लगाइसके जस्तो छ। भाषणले नाच्ने हो भजनमा, है त। हस्, नमस्ते। पूर्व माननीय ज्यूलाई पनि सुरुमै नचाउनको लागि अनुरोध गर्दै भजन पहिला सुरु गर्नको लागि हार्दिक अनुरोध गर्दै रमाइलो गर्ने नाच्ने र
Thank you.
फलको किन लाग्यो भन्थे पढाइ खाऊ उठाउ राजा भैँचालो हे लोकी लोकी काले की मुरलीको सोराले हाम्रो मुटु खायो नाचन कृष्ण छम्मा छम ए मुरलीको ताल नाचन कृष्ण छम्मा
Thank you.